안녕하세요 여러분. नमस्ते यहाँलाई म भरत पाठक उस्वान कोरियन ल्याङ्ग्वेज सेन्टरबाट आज तपाईँहरूलाई हामीले एउटा क्वेसन लिएर आएका छौँ है त। सम्पूर्ण सहित मोर डिटेल सहितै लिएर आएका छौँ। अन्तिमसम्म भिडियो हेर्नुहोस् है त। सायद यसबाट तपाईँले धेरै राम्रो एउटा ज्ञान लिनुहुन्छ भन्ने हाम्रो सोचाइरहेको छ। नो हाम्रा सेटहरूमा नो टिचर एक्सप्लानेसन नो निड इन्स्टिट्युट भन्ने एउटा नाराका साथ आएका छौँ हामी। ओके, आउँ युबिटी सेक्सनबाटै आउँ। आज तपाईँहरूलाई मैले ओके यहाँभित्र जानुभयो भने हाम्रा सेटहरू टन्नै छन्। सुपर कमान्डर सेटबाट तपाईँलाई एउटा क्वेसनै लिउँ, लगभग 5 नम्बरको सेटबाट लिउँ। ओके, सरी, रिडिङमा आउँ। ओके, यो एउटा सेटहरू तपाईँलाई रहेको छ है त। एउटा सेट रहेको छ। ओके, तपाईँले यसको एन्सर पत्ता लगाउनुहोस् है त। ओके, आउनुहोस् म यसको अलिकति डेफिनेसन गरिदिन्छु, तपाईँहरूलाई अलिकति सहज बनाइदिन्छु म। सिनान वन गत पटकमा चोटपटक लागेको नाउन मोडिफायर हो नि त होइन। यो थाछिदाको थाछिन भन्ने नाउन मोडिफायर लागेको छ। सोनकारा खातको औँला चाहिँ अलिक कस्तो छ प्रश्न गरेको छ। फर्म गुमुन फादास छ यो बिमा रकमलाई पाउनुभयो। अब यो फर्म गुम र फर्म न्यो फर्म न्यो हैन, यो चाहिँ हामीले शुल्क तिर्ने भयो। यो चाहिँ बिमा कम्पनीले हामीलाई रकम दिने भयो। हामीले तिर्नुपर्ने पैसा, हामीले पाउनुपर्ने पैसा। ओके, बिमा रकम प्राप्त गर्नुभयो। यसले के भन्छ आनी हो 지금 서류를 준비하고 있어요. 내일 폼 회사에 डरडट halक예요। अहिले चाहिँ डकुमेन्टलाई तयारी गरिरहेको छु। गो इत्ता, गो इत्ता भने के हो त, इरहेको हुनु, प्रेजेन्ट प्रोग्रेसिभ टेन्स अन्तर्गतले हेरिन्छ। नेल फर्म व्यवसाय बिमा कम्पनीमा, भोलि चाहिँ बिमा कम्पनीमा गर्नेछु। ओके, यो क्वेसन त हामीले यसलाई अर्थ लगायौँ, तर यो क्वेसन तपाईँले गर्नलाई एकदमै राम्रो तरिका के हो त, कसरी सोच्नु पर्थ्यो। पहिलो फड्किलो भने के हो भने यो क्वेसनमा यदि यो टेक्निक हो, सुन्नुहोस्, यो तपाईँलाई म एउटा टेक्निकै सिकाइदिँदैछु। यसको हुन त फरक फरक क्वेसनका फरक फरक टेक्निकहरू छन्। तपाईँलाई यसैको आज टेक्निक सिकाउँदैछु म। याद गर्नुपर्ने कुरा के हो भने यदि जहिले पनि यदि यो खाली ठाउँ कहाँ छ, खाली ठाउँ तल छ भने माथिकोलाई एकदमै राम्ररी पढ्नुहोस्। यो भागलाई एकदम राम्रो तरिकाले बुझ्नु पर्यो, अनि मात्रै यहाँ यसको एन्सर आउँछ। यदि माथिपट्टि चाहिँ खाली ठाउँ छ भने तलकोलाई राम्ररी पढ्नुहोस्, किनकि एकअर्काका परिपूरक हुन्छन् जहिले पनि। यस्ता कुराहरूलाई ध्यान दिनुभयो भने तपाईँले सजिलै तरिकाले क्वेसनको एन्सर पत्ता लगाउन सक्नुहुन्छ। ओके, यो एउटा सानो ट्रिकका साथ आउनुहोस्। योगु माग अनुरोध दाबी छप्छु। अब छप्छु कुन हुन्छ भन्ने कुरा तपाईँलाई सोचाइ आयो होला। अब यो पनि माग, यो पनि अनुरोध। अब अनुरोध गर्नेछु भन्ने पनि भयो, माग गर्नेछु पनि भन्नुभयो, दाबी गर्नेछु भन्नुभयो, दर्ता गर्नेछु पनि भन्ने भयो। अब कुन चाहिँ उपयुक्त एन्सर हो त, तपाईँ अलमल्लमा पर्नुभएको होला। आउनुहोस्, यो अलमल्ललाई तपाईँलाई म हटाउने प्रयास गर्छु। यसको लागि मैले लिएर आएको छु, विज्ञापन नसम्झिनु होला, इन्फर्मेसन हो। यो एउटा हाम्रो यसपालि कोरियन हामीले लिएर आएका छौँ। हुन त यो 2010 देखिको मोडिफाई 2026सम्म आउँदाखेरिको, पहिला पातलो थियो भने अहिले चाहिँ यत्रो मोटो भएर आइरहेछ। यो प्रत्येक वर्ष हामीले यसलाई मोडिफाई गर्दै आएका छौँ र यो हामीले यसपालि मात्रै फर्स्ट टाइम लिएर आएका हौँ। यो नयाँ किताब हो हाम्रो। विगतका वर्षहरूका त छँदैछन्, तर पनि जसो जसो इपिएसको उनीहरूले लिने एक्जामहरूलाई हामीले हेर्दाखेरि हामीले अपग्रेड गर्नुपर्ने अवस्था बुझेरै यो किताबमा पनि गत पुस्तकभन्दा पनि झन्डै 120-25 पेजै हामीले थपेर निकालेका छौँ। यो पेजमा तपाईँले आउनुभयो भने, जस्तो म तपाईँलाई देखाइहालौँ। ओके, यो भागमा हेर्नुहोस् त, उस्तै अर्थ भएका शब्दहरूको व्याख्याहरू रहेको छ यहाँनिर। म तपाईँलाई जुम गरेर देखाइरहेको छु। ओके, अब यही कुरा चाहिँ तपाईँहरूले कहाँ पाउनुहुन्छ त? यो किताब तपाईँहरूले यदि खरिद गर्नलाई कुनै पनि बुक पुस्तक नधाउनुहोस्, बुक पुस्तकमा छैन यो किताब। हामीले लिमिट मात्र निकालेका छौँ।
लिमिटै मात्रै भेट्नुहुन्छ। सजिलो छ यो किताब किन्नलाई, तपाईँले कहीँ धाइरहनु पर्दैन, तपाईँको घरसम्म आइपुग्छ यो किताब। आउनुहोस् कसरी आउँछ यो किताब, जानुहोस् हाम्रो uklcubt.com-मै जानुहोस्, तपाईँहरू सिधै यो ठाउँमा जानुहोस्। यो ठाउँमा गइसकेपछि UKLC बुक्स भन्ने छ, हेर्नुहोस् त हामीले प्रकाशित गरेका सबै किताबहरू छन्। यो किताबहरूमा तपाईँलाई यही सुरुको किताब हो, बाई बुक्स भन्नुहोस् र यहाँनिर लेखिदिएको छ, तपाईँलाई प्राइस लेखिदिएको छ, तपाईँलाई अझ मोर डिटेलमा तपाईँले सबै पढ्न पनि सक्नुहुन्छ। ओके, यसलाई म लेस गरिदिउँ र यो गरिसकेपछि तपाईँले कतिवटा बुक चाहिन्छ त्यो यहाँनिर लेखिसकेपछि चेकआउट गर्नुहोस्। यहाँ तपाईँले चेकआउट गर्ने बित्तिकै तपाईँलाई तपाईँको नाम के हो होइन, फोन नम्बर हाल्नुहोस्, तपाईँ कहाँनिर बस्नुहुने, तपाईँको सबै ठेगाना, कुरियरमा त ठेगाना चाहिन्छ नि त, कुरियरबाट पठाउने हो तपाईँहरूलाई, यो सम्पूर्ण हाल्नुहोस् र हालिसकेपछि बिलिङमा जानुहोस्, सेम एज बिलिङ गर्नुहोस्, क्लिक गर्नुहोस्, तपाईँको माथिको ठेगाना सबै यहीँ आउँछ र यहाँनिर पेमेन्ट गरिदिनुहोस्। पेमेन्ट गर्ने बित्तिकै हाम्रो सिस्टमले तपाईँको पेमेन्ट भइसकेको देखाउँछ र हामीले तुरुन्तै तपाईँहरूलाई यो बुक तपाईँको घरसम्म हामीले कुरियर गरिदिन्छौँ। इजी छ, खास केही छैन। अब यही किताबलाई हामीले कहाँबाट पनि हेर्न सक्छौँ, आउनुहोस् म तपाईँलाई देखाउँछु। हाम्रो बुक सेक्सनमा पनि छ, तपाईँले हाम्रो एप्लिकेसनैबाट पनि डाइरेक्टली किन्न सक्नुहुन्छ। हेर्नुहोस् त, स्वान कोरियन बुक। ओके, यो सेक्सनमा आउनुहोस्, हामीले तपाईँहरूलाई ओके 34 नम्बरमा 35 नम्बरमा डिस्क्रिप्सन अफ वर्ड भन्ने छ। 35 नम्बरमा हेर्नुहोस् त, उस्तै अर्थ भएका शब्दहरू जुन मैले अघि तपाईँलाई किताबमा देखाएको थिएँ, यो सबै यहीँनिर छ। कति छ कति छ भनेर साध्यै छैन तपाईँहरूलाई। ओके, योगु यो छङ्गुको यहीँनिर छ, हेर्नुहोस् यहाँ। यसैको बारेमा थोरै हेरिहालौँ है त, हाम्रो क्वेसनलाई सजिलो हुन्छ नि होइन। अहिलेको क्वेसनलाई योगु, यो अलिक कडा वा बलियो शब्द हो। जब तपाईँले कुनै कुरा पाउनु आफ्नो अधिकार हो जस्तो लाग्छ वा कुनै कुरा दृढताका साथ माग्नुहुन्छ, मलाई यो कुरा चाहियो, यो मेरो अधिकार हो भनिन्छ नि, तब हामीले यसको प्रयोग गर्छौँ। र अर्थ चाहिँ के हो त, माग या दाबी, मलाई यो चाहिन्छ, यो मेरो हक हो, यो मेरो अधिकार हो भन्ने कुराहरूमा मात्रै तपाईँले दृढताका साथ राख्दाखेरि प्रयोग गरिन्छ। यो क्षण के हो त, कसैलाई अनुरोध गर्नु। यो शब्द नम्र र औपचारिक हुन्छ, अरूको मद्दत माग्दा वा कसैलाई केही गरिदिन विनम्रतापूर्वक भन्दाखेरि हामीले यसको प्रयोग गर्छौँ। अनुरोध र बिन्तीलाई देखाउँछ, कृपया मेरो लागि यति गरिदिनुहोस् न, कृपया यो काम गरिदिनुहोस् न भन्दाखेरि हामीले माग गर्दाखेरि यो गर्छौँ भने। अब आउनु छङ्गु। छङ्गु भनेको दाबी। यो मुख्यतया पैसा, कानुनी अधिकार, बिमा रकमको दाबी वा क्षतिपूर्तिसँग सम्बन्धित हुन्छ। आधिकारिक रूपमा पैसा माग्दा वा बिल पेश गर्दा यसको प्रयोग गरिन्छ, अथवा दाबी गर्नु, भुक्तानी गर्नु, भुक्तानीको लागि माग गर्नु होइन। अब आउनुहोस् हाम्रो अहिलेको उत्तर। अब भन्नुहोस् त एन्सर कुन हो। अभियसली तपाईँलाई एन्सर आइसकेको छ 3 नम्बरको। अब यसलाई हामी बिगारेर हेर्छौँ है त, यो छङमा गएर हेरौँ है त ल। त्यो भ्यू डिटेल्समा के दिएको छ त हेर्नुहोस् त, एन्सर लागेन, 0मै बस्यो। ओके, यहाँनिर अप्टेन क्वेसनहरूमा तपाईँहरूलाई कति नम्बरको थियो हाम्रो, रङ 1 नम्बरको रहेछ ल। ओके, यहाँनिर छ। ओके, तपाईँले अलिक सानो बनाएँ। अब आउनुहोस् तल विशेष पोइन्टमा, मोर डिटेलमा आउनुहोस्। मोर डिटेलमा अब यहाँनिर आउनुहोस्। अनुवाद राखिदिएकै छ, अघिकै कुरा हो। माग, अनुरोध, दाबी, दर्ता अघिकै कुरा भइहाल्यो भने 3 नम्बरको एन्सर किन भयो त, 2 नम्बरको एन्सर किन भएन, यही कुरा हामीले थाहा पाउनु पर्ने छ। कारण हेर्नुहोस् त, कारण तपाईँलाई 3 नम्बरको हुनुको कारण दिइरहेको छ। कोरियन भाषामा बिमाको पैसा माग गर्नु वा दाबी गर्नुलाई एउटा निश्चित शब्द जोडे होइन, कलेक्सनको रूपमा बम गुमुल छङ्गुहादा, बिमा रकमलाई दाबी गर्नु भनिन्छ। संवाददाता नाले बिमाको पैसा पाउनको लागि कागजात तयार पार्दै गरेको र भोलि बिमा कम्पनीमा बुझाएर पैसा दाबी गर्न लागेको हुनाले यहाँ छङ्गु शब्द 100% सही हुन्छ, किनकि हामीले पढाइमा पनि त्यही पढिरहेका हुन्छौँ कोर्सबुक अन्तर्गतले। अन्य विकल्पहरू किन गल्ती भयो त, माग होइन, जस्तो सुरुमा 1 नम्बर माग छ, यो सामान्य रूपमा आफ्नो हक वा अधिकारको कुराको दृढताका साथ, अघि हामीले भन्यौँ नि, यो मलाई चाहिन्छ, यो मेरो अधिकार हो भन्नको लागि चाहिँ दृढताका साथ माग गर्दाखेरि, जस्तो तलब बढाउनको लागि मेरो स्यालेरी बढाइदिनुहोस् भनेर हामीले
माग गर्दाखेरि प्रयोग हुन्छ। बिमा कम्पनीबाट पैसा निकाल्ने औपचारिक प्रक्रियामा यो शब्द कहिले पनि प्रयोग गरिँदैन। अर्को छ 2 नम्बरमा यो छङको कुरा, यो कसैलाई कुनै काम गरिदिनको लागि विनम्रतापूर्वक गरिने अनुरोध हो यो। र बिमा रकम कानुनी प्रक्रिया अनुसारले माग गर्दाखेरि यो अति उपयुक्ति हुँदैन, यो हामीले प्रयोगै गर्दैनौँ। थप्छु, यो संस्था वा कम्पनीको तर्फबाट ग्राहकको फाइल डकुमेन्ट बुझिलिने वा दर्ता गर्ने प्रक्रिया हो अथवा कार्य हो। यो सेवाग्राही आफैले माग गर्न लागेको हुनाले छप्सु आधा गर्न यहाँ मिल्दैन, किनकि यो संस्थाले गर्ने काम हो। यदि बिमा कम्पनीले डकुमेन्ट बुझ्यो भन्नु परेमा छप्सु आधा चाहिँ हामीले राख्न सकिन्थ्यो। अब कसरी सोच्नु पर्ने थियो त यो प्रश्नलाई? मेन पोइन्ट यहाँनिर हेर्नुहोस्। त्यही भएर नो टिचर एक्सप्लानेसन नो निड इन्स्टिट्युट भनिएको त्यही कारणले हो। सम्बन्धित क्षेत्र पत्ता लगाउने वाक्यमा बिमा रकम फर्मसा बिमा कम्पनी जस्ता ब्याङ्किङ तथा इन्सुरेन्स क्षेत्रका शब्दहरू आएका छन्। यो कुराहरूलाई हामीले अगाडि नै हेरिसकेका थियौँ, त्यही कुराहरूलाई हामीले क्लिक गर्नु पर्यो। दोस्रो, सदाबहार जोडी हेर्नुहोस्। फिक्स प्याटर्नहरू सम्झिने जहिले पनि हामीले पढेको, हामीले वर्ड मिनिङ रटेको होइन, हामीले वर्ड मिनिङ लगभग 3000वटा भर्बहरू नि रट्नुपर्ने हुन्छ इपिएसको तयारीको लागि। थुप्रै छन् यस्ता भर्बहरू, वर्ड मिनिङहरू। अब जस्तो यहाँ इपिएस टपिक परीक्षामा बिमाको पैसासँग सधैँ छङ्गु हादा वा फात्ता सुर्याङ हादा प्राप्त गर्नु जस्ता क्रियापदहरू मात्र जोडेर प्रयोग गरिन्छ। हामीले बिमाको पाठ अन्तर्गतले हेऱ्यौँ भने पनि यिनै शब्दहरू आउँछन्। अरू चाहिँ शब्द उस्तै उस्तै लाग्ने तपाईँलाई इपिएसमा पनि त्यही हो, दुईवटा मिल्दैन, दुईवटा उस्तै हालिदिन्छ। तपाईँले पनि अनुभव गर्नु नै भएको होला यदि गत वर्ष एक्जाम दिनुभएको भए, नत्र भने अनुभवको लागि तयार हुनुहोस्। यसरी जोडेर सोधिन्छ। फर्मगुम अथवा फर्मगुम हामीले देख्ने बित्तिकै दिमागमा सधैँ छङ्गु शब्द याद गरिहाल्नुपर्छ अथवा त्यसलाई जोडेर हेर्नुपर्छ। बिमा सम्बन्धी शब्दले इन्सुरेन्स परीक्षाको उद्योग र श्रम क्षेत्र अन्तर्गत बिमा सम्बन्धी परिच्छेदहरू निकै महत्त्वपूर्ण हुन्छन्। तलका जोडीहरूलाई कण्ठस्थ पार्नुहोस् भनेर हामीले केही टिप्सहरू पनि दिएका छौँ। यदि तपाईँहरूको पढाइमा याद आएन भने तपाईँलाई यहीँबाट पनि यी क्वेसनहरूले तपाईँलाई टिप्सहरूले तपाईँलाई सहयोग गर्न सक्छन्। फर्मे खाइबाधा बिमामा आबद्ध हुनु अथवा फर्मे थुल्दा बिमा दर्ता गर्नु भनिन्छ। फर्म नेदा बिमा रकम तिर्नु, हामीले किस्ताबन्दी रूपमा तिर्नु। फर्म गुमुल छङ्गु आधा बिमा रकमको दाबी गर्नु अथवा त्यो आफूले बिमा रकम पाउनको लागि दाबी गर्नु। फर्म गुमुल थादा वा फात्ता बिमा रकम प्राप्त गर्नु। यसरी यी शब्दहरू चाहिँ हामीले याद गरिरहौँ भने हामीलाई बिमा सम्बन्धीका अरू क्वेसनहरूमा पनि धेरै ठुलो मद्दत गर्छ। यति भनिसकेपछि तपाईँले कुरा बुझिहाल्नुभयो कि हामीले एउटा कुरा पहिला सुरुमा खाली ठाउँ कहाँ छ त्यो कुरालाई याद गर्नु पर्यो। खाली ठाउँ तल छ भने माथिलाई याद गर्नु पर्यो, माथि छ भने तललाई याद गर्नु पर्यो। यहाँ पनि त्यही कुरा आयो, बिमा रकम प्राप्त गर्नुभयो भनेपछि त मैले दाबी गर्नेछु भन्नु पर्यो नि त। दाबी नगरिकन कसैले दिन्छ त बिमा रकम? दिँदैन। हाम्रो पढाइमा पनि त्यही नै हो। यदि तपाईँ प्रब्लममा पर्नु भएको छ होइन भने तपाईँले बिमा रकमको दाबी गर्नुपर्छ अनि मात्रै प्राप्त हुन्छ। यही कुरा चाहिँ तपाईँले बुझ्नुपर्छ। र त्यही कुरा यहाँनिर बिमा रकम प्राप्त गर्नुभयो भन्दाखेरि होइन, भोलि बिमा कम्पनीमा दाबी गर्नेछु भन्ने तपाईँलाई एउटा भेटिहाल्नुभयो। त्यही भएर यस्ता क्वेसनहरू चाहिँ तपाईँले अलिकति हाम्रो फराकिलो सोच्न सक्ने क्षमता अलिकति फराकिलो गर्न सक्यौँ भने इपिएसका क्वेसनहरू इजी तरिकाले, जुनसुकै क्वेसनहरू पनि इजी तरिकाले गर्न सकिन्छ। यहाँनिर तपाईँहरूलाई त्यही दिन खोजेको, हामीले यो इन्फर्मेसन हो, नसोच्नुहोस् कि यो तपाईँहरूलाई हामीले क्वेसनै गराउँदैछौँ भने नसोच्नुहोस्। यो हाम्रो इपिएस युबिटी सिबिटी एक्जाम अन्तर्गतले हाम्रो युकेएलसी युबिटी टेस्टमा रहेका क्वेसनहरूको एउटा तपाईँलाई झझल्को मात्रै देखाएका हौँ। र जहाँसम्म लाग्छ यदि तपाईँले यो राम्ररी बुझ्नुभएको छ भने अब बिमाका क्वेसनहरू आउँदाखेरि तपाईँ पक्कै पनि सतर्क हुनुहुन्छ भन्ने एउटा राम्रो सोचका साथ आज हामी यो जानकारी, एउटा सामान्य जानकारीका साथ तपाईँहरू समक्ष बिदा माग्दछौँ। धन्यवाद हेरिदिनु भएकोमा। अर्कोचोटि भेटौँला नेक्स्ट भिडियोमा। 감사합니다।